हेलो साथीहरु, म फेरि आइसकेको अर्को मिनी ब्लगमा। सो अहिले मलाई चाहिँ मेरो छोरा लिन आइसकेको छ चारलिममा अनि म मिठाईहरू किन्दैछु। यो मिनी ब्लग चाहिँ आजको होइन। सो यो ब्लगहरू चाहिँ हो अस्ति भाइटिकाको। मैले ब्लग त दिएको थिएँ त भाइटिकाको, तर आधा ब्लग चाहिँ गएछ, आधा ब्लग चाहिँ गएन रहेछ। सो आज आधा ब्लग चाहिँ आज दिँदैछु, भोइस ओभर मात्रै गयो, भिडियो चाहिँ गएन रहेछ। फाइनली म चाहिँ आइपुगेँ मेरो ठुलो दिदी घर। ला के भयो हजुर? ला हो र अनि ए मेरो भेनाइ यो मेरो ठुलो दिदी। खाना खाँदैछु दुईजना। ठुलो छोरी भगवान कान्छी छोरी। सो हामीले चाहिँ लगाउनु हुँदैन नि त, भाइटिका बोजू खसेको 1 साल भएको छैन अनि बेटीले चाहिँ लगाइदिनु सक्छ नि त, उसको त जिजु बोजू हो। हात खाली नराखौँ भनेर आइहालेँ म पनि पेङ्ग्री। सो पेङ्ग्रीमा आएर त्यसले चाहिँ त्यसको दादा हेर टिका लगाइदिँदैछ। अब नियमहरू ठुलो छोरीले सिकाउँदैछ, हेर्नु टिका लगाइदे ल टिका लगाइदे। सो मेरो छोरीले चाहिँ टिका लगाउँदैछ अनि दिदीको ठुलो छोरीले चाहिँ सिकाउँदैछ। दिदी चाहिँ ढल्केर भन्दैछ यस्तो यस्तो गर्नु भनेर। सो म चाहिँ सबै मिठाई सिठाई रेडी गर्दैछु। यता चाहिँ दिदीले मेरो छोरीले टिका लगाइदिँदैछ, छोरीले ठुलो छोरीले सिकाउँदैछ। अनि यहाँ चाहिँ माइला छोरा चाहिँ छैन नि, फेरि त्यसको माइला दादा चाहिँ छैन, पिजी गयो, एक्जाम थियो नि त, त्यही भनेर ऊ चाहिँ गइहाल्यो पिजी। सो म चाहिँ हेर्दैछु यता र उता हिँडेर कसरी के गर्दैछ भनेर। मिठाईहरू पनि रेडी गर्दैछु एकतिर। र मेरो छोरीले चाहिँ अब लगभग टिका लगाइसक्नु लागिसक्यो, अब मिठाईहरू पनि खिलाउँछ। सो मेरो दिदीको छोराहरूलाई पनि टिका लगाइसक्यो, अब मिठाईहरू जुसहरू खिलाउँदैछ। यो चाहिँ हो मेरो ठुलो छोरी। सो सिकाउँदैछ मेरो छोरीलाई, यहाँ मिठाईहरू खिलाउँदैछ दादाहरूलाई। दादाले चाहिँ भन्छ एउटै मिठाई मात्रै चाहिँ तँलाई के खिलाऊँ भन्दैछु कि, त्यो रोटी। अब रोटी सोटी पनि खिलाइसक्यो, सबैजनालाई भइसक्यो। अब साइनलाई गिफ्ट दिँदैछ, बहिनीले दादाहरूलाई गिफ्ट दिँदैछ। दादाले यता ढोक्दैछ पनि, ठुलो दादाले गिफ्ट पनि दिँदैछ। सानो दादा अर्को फेरि सानो दादा, 3जनालाई लगाइदिए टिका मेरो छोरीले चाहिँ। ल साँच्चै नेक्स्ट डे हो, गुड मर्निङ छ है सबैलाई। हुन्छ म त चिन्चै छु, अहिले चाल्नु लिएको छु। सो म चाहिँ अब खोर्सानी टिप्छु कि दिदी घरमा छु नि त, फिल्जाको हेर्नु सक्नुहुन्छ साथीहरू। खोर्सानी कत्रा फलेको छ, सानो सानो खोर्सानी, ठुल्ठुलो खोर्सानी, भुत खोर्सानी, डल्ले खोर्सानी, अनि जिरे खोर्सानी, ठाडो खोर्सानी। बाप्रे बाप, मैले त 2 किलो जस्तो टिपेँ। अनि यता आएँ दिदी घरतिर अब टिप। हेलो गाइस, उहाँ चाहिँ हो मेरो माइली दिदी। से हाई गरिदेऊ। हाई हमला देख्नुभयो गाइस, ठुलो दिदीको किचन, माइली दिदीको हमला। यता 2जना छ। सिका मिट देखिए आप लोग। तो दिदीलाई चाहिँ काटिदिनु भने अनि म चाहिँ बनाइदिन्छु भने, अनि गएँ माइली दिदी घर, काटकुट पारेर लिएर अनि बनाइ पनि गरेँ मैले चाहिँ। अनि बनाएर लिएर अब यो चाहिँ माइली दिदी घर हो, बनाएर बोकेर पनि जाँदैछु हो ठुलो दिदी घरतिर। अब चाहिँ ठुलो दिदी घर गएर बोकेर गएर रेडी हुने। अब चाहिँ हाम्रो सनसेट हेर्नुहोस्, पेङ्ग्रीको नजारा हेर्नुहोस्, कस्तो दामी। म ठुलो दिदी घर आइपुगेको त भेना पनि डिगबोईबाट आइसक्नु भएछ। भेनाले चाहिँ भन्नुहुन्छ त यस्तो यस्तो भयो आज डिगबोईमा भनेर भन्नुहुँदैछ। ओ भन्दा भेना चाहिँ ब्याङ्क जानुभएको थियो नि त, ब्याङ्कबाट आएर। अनि म चाहिँ रेडी सेडी भएर निक्लेर पनि हिँडिसकेँ। ठुलो छोराले पुऱ्याइदियो हो मलाई चाहिँ केटाटङसम्म। सो केटाटङमा चाहिँ बाबा आउनुभयो, एउटा दोकानमा बसिरहेको थिएँ नि त म। अनि बाबा आउनुभयो, अनि फेरि बाबासित गएँ म। अनि त्यहाँबाट अलिकति भ्यू पनि देखायो यो रास्ताको, हरियालीहरू कस्तो राम्रो लाग्यो कि मलाई। सो अहिले सगुनबारी पुगिसकेँ म, सगुनबारी पुगेँ। अब मार्केटा गएँ, द ब्रिज पुगेँ। सो आजको मिनी ब्लग यति नै हो। बाई बाई, थ्याङ्क यू फर वाचिङ, लाइक कमेन्ट सब्सक्राइब।